यो देशमा संविधान बन्यो। नेपाली कांग्रेस एउटा धेरै लामो इतिहास बोकेको पार्टी हो। म धेरै पछाडि फर्केर जान चाहन्न। संविधान बनेपछिको मैले केही प्रसङ्ग यहाँ सुनाउन चाहन्छु। संविधान बन्छ 2072 सालमा संविधान जारी हुन्छ। त्यो संविधानलाई लिएर मधेस आन्दोलन हुन्छ। अत्यन्त ठुलो 6 महिनासम्म चल्ने मधेस आन्दोलन हुन्छ र त्यो मधेस आन्दोलनको सुरक्षित अवतरण मैले महामन्त्रीकै टोलमा भने सुरक्षित अवतरण नेपाली कांग्रेसको अगुवाईमा हुन्छ। नेपाली कांग्रेसले त्यति बेला सबैलाई मान्य र सम्बोधन हुने गरी एकैपटकमा टाउकोमा टोपी र तल धोती लगाएर त्यति बेला त्यो समस्याको निवारण र निकास निकालेको हो। र आज अहिले भन्नुपर्दा प्रत्येक मञ्चमा हाम्रा राष्ट्रिय नेताहरूले प्रत्येक दलका शीर्ष नेताहरूले के भन्नुहुन्छ भने हामीले यो देशको उत्कृष्ट संविधान बनायौँ। तर कस्तो संविधान बनेको रहेछ त्यसमा के त्रुटिहरू छन् त भन्ने कुराहरू एकचोटि पुनरावलोकन र मूल्याङ्कन गर्ने बेला आएको छ। आज नागरिकको तहमा एउटा जुन अविश्वासको वातावरण छ, सरकार मेरो सरकार हाम्रो सरकार भन्ने एउटा गर्व जुन नेपालीहरूमा हुनुपर्ने हो त्यो महसुस हुन सक्ने अवस्था अहिले गर्न सकेको छैन। महामन्त्री महोदय प्रमुखति दियो पञ्चायती व्यवस्था सकिएपछिको आजको दिनसम्मको व्याख्या र विश्लेषण गर्ने हो भने जति वर्ष भयो होला मेरो अनुमानमा त्यति नै सरकार बनेको छ। खोइ त राजनीतिक स्थायित्व, खोइ त राजनीतिक स्थिरता, समृद्धि सुशासन र विकासको लागि पहिलो कदम के हो त भन्दाखेरि राजनीतिक स्थिरता, राजनीतिक स्थायित्व। त्यो अहिले नेपाली जनताले पुगिराखेका छन् र त्यसको अगुवाई अब नेपाली कांग्रेसले गर्नुपर्ने बेला आएको छ। अहिले भर्खरै हाम्रा यसभन्दा अगाडिको अतिथिज्यूले हाम्रो सिद्धिजीले भन्नुभयो कृषि प्रधान देश भन्छौँ हामीले, तर किसानलाई सिँचाइ र मलको व्यवस्था छैन। त्यसको व्यवस्थापन कांग्रेसले गर्नुपर्ने छ। बेरोजगारीको समस्या, युवा पलायनको समस्या त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था छ। एउटा बाटो, एउटा 100 किलोमिटरको बाटोमा मलाई 1 दशक लाग्छ, त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ। अहिले भैरवा एयरपोर्टबाट हामी लुम्बिनी हुँदै आएका छौँ, त्यहाँ 2टा पुल बन्न सकेका छैनन्। झन्डै 1 दशक भयो, 10 वर्ष भयो, त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ। ठेकेदारले ठेक्का लिन्छ, राज्यले ठेक्का लाउँछ। ठेकेदारले काम सम्पन्न गरेको 1 वर्षसम्म भुक्तानी पाउँदैन, त्यसको समस्या सम्बोधन गर्ने अवस्था आएको छ। र हामीले विद्यार्थीहरूले एसएलसी होस्, +2 होस्, ब्याचलर होस्, मास्टर्स होस्, त्यो पढिसकेपछि म नेपालमा बस्छु भने त्यो वातावरण खोजेका छन्, त्यो वातावरणको सृजना गर्नुपर्ने अवस्था आएको छ। त्यसैले मैले के अनुरोध आग्रह गर्न चाहन्छु भने चुनावमा मानिलिन्छ 74 सालको चुनाव भयो, अब 84 को चुनाव भयो, अब 84 मा चुनाव हुँदैछ। नेपाली कांग्रेस लगायत सम्पूर्ण दलले एउटा घोषणा पत्र बनाउनु हो। निर्वाचनमा हामी गयौँ, निर्वाचनमा हामीलाई भोट दिनु, हाम्रो सरकार बनेपछि यो 5 वर्षमा हामीले कति कामहरू गर्छौँ भने हामीले प्रतिबद्धता व्यक्त गरेका हुन्छौँ। तर 84 को निर्वाचनमा जाने बेला हामीले के भन्नु? घोषणा पत्रमा यो वाचन भएको छ, विगतमा 79 मा हामीले भनेका यो कामहरू भयो, अब यो बाँकी कामका निमित्त नेपाली कांग्रेसलाई अझै 5 वर्षको समय चाहियो भनेर त्यो भन्न सक्ने अवस्था छैन। त्यो अवस्था खोजेको छैन नेपाली सरकारले। त्यो सृजना हुनु पर्यो, राजनीतिक स्थायित्व हुनु पर्यो। यी यावत कुराहरू अब सबैको आशा र भरोसाका केन्द्र हाम्रो माननीय नगरकुमार थापाजी हुनुहुन्छ। अबको केही समयपछि निश्चय पनि नेपाली कांग्रेसको अधिवेशन हुनेछ र त्यति बेला नेपाली कांग्रेसको कमान र यो देशको कमान उहाँ जस्तो एउटा भिजनकारी सोच भएको एउटा नेतृत्वको हातमा जानुपर्छ भनेर मैले आफ्नो तर्फबाट भन्न चाहन्छु। र पटक पटक यो 20 मा जुन आन्दोलन भयो त्यो आन्दोलनको राजावादी आन्दोलनको बारेमा निश्चय पनि हाम्रा महामन्त्रीले धेरै कुरा बताउनुहुन्छ। र लुम्बिनी हामी अहिले यहाँ भगवान गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा छौँ। लुम्बिनीको पवित्र भूमिमा यो कार्यक्रम हुँदैछ। अब
मुस्लिमहरुको रमजान हिजो अस्ति मात्रै सकिएको छ। अब के हुन्छ भन्दाखेरि हजका निमित्त हाम्रो मुस्लिम धर्ममा हजका लागि साउदी अरब जान्छ, मक्का मदीना जान्छ। अबको 10-15 दिनपछि मक्का मदीना वर्षमा मिनिमम म्याक्सिमम त 50 करोड धेरै होला, कम से कम एक वर्षमा 50 लाख मुस्लिमहरु हजका निमित्त साउदी जान्छ। बुद्ध भनेको अहिले झन्डै गुगलमा हामीले तथ्याङ्कहरु खोज्यौं भने अर्बको हाराहारीमा बौद्ध धर्मावलम्बीहरु छ र लुम्बिनीलाई शान्तिको मुहानको रूपमा पनि ब्रान्डिङमा प्रचार गरिएको छ। अर्थात् एउटा धर्म मान्ने होइन कि शान्ति खोज्ने विश्वव्यापी जनसंख्यालाई आकर्षित पार्न सक्ने कार्यक्रम योजना र गतिविधिहरू अब लुम्बिनीलाई टार्गेट गरेर हामीले आर्थिक रूपान्तरण र आर्थिक क्रान्तिको कुरा गर्ने गर्दाखेरि त्यसरी ल्याउन सक्यौं भने नेपाल पर्यटनबाटै लुम्बिनीलाई नै सदुपयोग गर्दै एउटा समृद्ध नेपालको जुन परिकल्पना छ त्यसलाई पुरा गर्न सक्ने व्यापक हैसियत नेपालले राख्छ। त्यसैले त्यसका निमित्त पनि नेपाली कांग्रेसले आउने निर्वाचनमा आउने दिनहरूमा चाहिँ यो लुम्बिनीलाई पनि विशेष ग्राहकता र प्राथमिकतामा राखेर त्यसरी आफ्नो कार्यक्रमहरू अगाडि ल्याउनुपर्छ भनेर मैले निवेदन र अनुरोध गर्न चाहे। र यति भन्दै आज अहिले फेरि के हो भने ठ्याक्क 1 महिना हाम्रो रमजानको व्रत तपाईको हिजो अस्ति मात्रै ईद सकिएको छ। व्रतको बेलामा कृषकहरू गहुँ बाली काट्ने, अन्नबाली भित्र्याउने त्यो कामहरू गर्न सकेनन् र ठ्याक्क अहिले चाहिँ तपाईले दक्षिणतिर जानुहुन्छ भने खेतमा सबै किसानहरूको प्रतिदिन खेतमा देख्न सक्नुहुन्छ त्यो गहुँलाई भित्र्याउने बेला आएको छ। त्यसैले यो कार्यक्रममा आफ्नो त्यो काम छोडेर जुन यो सफलताको लागि यो कार्यक्रमको सफलताको लागि उपस्थित हुनुभएको छ, महामन्त्रीको पुरा समयको लागि दुनियाँ उपस्थित हुनुभएको छ। मैले सम्पूर्ण उपस्थितिमा हार्दिक आभार धन्यवाद प्रकट गर्दै पुनः आफ्नो बाँकी समय महामन्त्रीको लागि छुट्याउँदै आफ्नो संक्षिप्त मन्तव्य टुङ्ग्याउन चाहन्छु र कार्यक्रमको पूर्ण सफलताको शुभकामना गर्दै फेरि एकपटक जय नेपालको प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल। धेरै धन्यवाद त्यसपछि मैले भाषण ग्रहण भइरहेको